पोखराको फेवातालमा डुङ्गा चलाउन मजा आउँछ साथीहरू। अब हामी डुङ्गाको यात्रामा सुरु गऱ्यौँ। बस न भाइ, बस, उसले चलाइहाल्छ कि। तिमी बस न, अब गेस बन्दिन, तिमी गेस भएन न। चट्टसँगले अब हामी डुङ्गा सवारी सुरु गऱ्यौँ है त। अब कस्तो कस्तो भ्यू देखिन्छ साथीहरू, हेर्दै जाउँ है, हेर्दै जाउँ। है अब सुरु भयो डुङ्गा सवारी। यहाँ यो माझी, यो डुङ्गा चलाउने माझी चाहिँ खतरा छ है फेरि। ओ माझी यो चाहिँ खतरा छ नि। यसले यस्तो ठाउँमा जहाँ लाग्यो तिमी पुऱ्याइ हिँड्छौ, जहाँ भने त्यहीँ लग्छ। यस्तै चलाउँछ जानु है त यता। अरूले दुईतिर हालेर चलाउँछन्, उसले एकैतिर हालेर सबै ब्यालेन्स गरिदिन्छ। यसरी दुईतिर हाल्नै पर्छ भाइ। जहाँ लाग्नु छ उता लैजान, टाढा टाढा उहाँ पारी लैजान, पारी ल्याएर यता यता बैठकबाट नि घुमाइदिन्छु नि गाउँमा थियो। है साथीहरू, पोखराको फेवातालमा डुङ्गा सवारी है। हा 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 मजा आउँछ बिल्कुल। टल्केको पानी है, एकदम सजिलो हुन्छ कि। अहिले चाहिँ अलि हुस्सो लागेर अलि धमिलो देखिन्छ। त्यो क्लियर भएको हुनुपर्छ अनि चाहिँ मजा आउँछ कि। टाढा टाढाको क्लियर देखिँदैन। ठुलो बोट भने लैजानु लान्थ्यो हो, त्यहाँ सुटिङ हुँदैछ अरे, त्यहाँ जाउँ ल। त्यहाँ चाहिँ मलाई चलाउनु दिनु है। आउनु भयो तपाईँहरू? हामी सुदूरपश्चिम धनगढीबाट। अत्तरिया चोक हो। म त अत्तरियाबाट डोटी जिल्ला चाहिँ बरु चालेको छु मैले। त्यो भन्नु ठाउँ चाहिँ चालेको। महिनाको 18 रुपियाँ दिएर राखेको माझीलाई यो चालक चाहिँ ठिक छ कि। डुङ्गा दुईतिर हाल्नै पर्दैन, एकैतिरबाटले जहाँ भने ती पुऱ्याउँछ। खतरा छ ऊ। के को सुनिङ हुँदैछ भाइ त्यहाँ? है त्यो एउटा गीतको लागि जस्तो लाग्छ मलाई चाहिँ। तेरे आने से सज गई हमरे ये टूटी फूटी नाव। ओ तेरे आने से सज गई हमरी ये टूटी फूटी नाव। अरे वाह, क्या बात है, क्या बात है। हा हा हा। यो त धेरै स्पिड चलाइदिन्छु म। यो त तेरे आने से सज गई हमरी ये टूटी फूटी नाव। हाय पोखरा फेवाताल डुङ्गा सवारी। मजा 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 साथीहरू। भ्यू हेर्नुपर्छ, भ्यू है। हो र? एकदम पर पर डुङ्गा खेलिरहेका छन्। उसमा जाने केबल कारमा। केबल कार जाने अहिले तपाईँ जाने हो अहिले? कहाँ हो? मैले मगाइदिन्छु। अहिले नमगाऊ न। यही हो, तपाईँलाई फ्री आउँछ गाडी डेलिभरी फ्री। खोइ त आइज अब ल। यहाँ साढे भाडा केही लिँदैन। त यहाँ म आउनु पर्दैन नि त दाइ। दे न, म चलाउँछु अब। 700 रुपियाँ लियो कि। ले न, जान आउनलाई म पनि त चलाउनु पर्ने यहाँ। सुन न, अँ म चाहिँ आउनै म ठ्याक्कै उता पिपीमा मात्रै ल दे, म बैठ त्यो दे, बनाउनु सक्यो रे। त्यो दे। भिडियो यो यो दिनु उता। होइन तपाईँ त्यहाँ भन्नु, म बनाइदिन्छु। यो चालु छ नि। ए चालु नै छ। ल ल ल ल अगाडि जानु ल। भनेपछि आज गेस्ट चाहिँ म बन्छु। ल आज मलाई चाहिँ दाइहरूले मै ड्राइभर, लास्ट टाइम मलाई गेस्ट बनाइदिनु भयो। तर रमाइलो रमाइलो दाइहरू रहेछ। चल छोड 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 छोड। आउँदो रहेछ ल सबैतिर लिनु है।
अबो ल तेरे अहिले पो खतरा माझी आयो माझी दाइ त अहिले पो खतरा आयो त झन् यही पेसा गर्ने बेला भयो यार डुङ्गा चलाउने पेसा यहाँ नि दाइ एउटा पेसा खतरा चल्छ यहाँ नयाँ आइटमहरू जे चिज ल्यायो नि चल्छ कि भाइ यता बिचमा आऊ त वेट अलि यता आओस् ए मेरोमा त्यसो हो त्यहाँ अब वेट वेट हाम्रो त हाम्रो दाइहरू चाहिँ धनगढीदेखिबाट टक्क पोखरा फेवातालमा डुङ्गा सर र मनपुरे हर फेवातालमा साइली फेवातालमा साइली डुङ्गा सर फेवातालमा साइली राख्नु त सुहाउँदैन क्या त्यो डुङ्गा सर लौ मार्यो अलिक घुमाइदिए न घुमा न अझै अझै त घुमा न यताबाट टक्क यता हाम्रो जनता है टक्क यसरी सवारी टक्क ढुङ्गाहरूको होइन दाजु चल रे चल काठमाडौँ मिलेंगे वहाँ शंभू है फेवातालमा साइली है ढुङ्गा क्या बात छ ल भयो त भाइ ए माझी दाइ कता हो स्पिड हान्नु कता हो एक केरला श्रीलंका ए कम with me come ए शूटिङ हियर अलि क्यामेरा गरेर न स्टिल नगरेर एकै ठाउँ राखेको छौ दामी छ यताउति नौता नाउ देखाउ के ऐ तेरिका उता पहाड देखाऊ मन्दिर देखाऊ फेवातालमा साइली ए भेट भयो काइली के होला तेरो मेरो प्यार भयो फेवातालमा यसपालि त जानु पर्छ आउने सालैमा हो कान्छी सुटिङ हैन गर्लफ्रेन्ड बस्नु होइन यिनीहरूको त्यो म्युजिक गीतको लागि केको लागि हो कान्छी एउटा के म्युजिक सिजिक गीतको भेट भयो हजुर। फेवातालमा उडाएर लग्छु कान्छी आउने सालैमा बेलुका है कति छ? 8-9 फेवातालमा साइली 8 बजे। हे 8 बजीतिर डुङ्गा सर ल। तिमीलाई साइली ल तिम्रो झुम्का ल फरारा ओके हाय क्या बात छ रे क्या बात छ अरे साइलीको भेट भयो फेवातालैमा है उडाएर लग्छु म त आउने सालैमा साइली आउने सालैमा क्या एकजना बात लड्दै जनाउने हो यो? छ माझी ओ तेरे आने से सज गई हमरी हेर त गेस हो का यार कस्तो कुरो गर्छौ यार गोरिया रे उदम देखान भाइ ओ गोरिया रे यता देखाउनु है ओ तेरे आने से सज गई हमरी ये टूटी फूटी ना कहाँ हुने नेपाली त होइन अगाडि हिँड्न अझै कता इन्डियन हो उता हाम्रो मन्दिर छोड्यो ठिक छ अरू मन्दिरहरूकै बसेर गएको छोड यसमा नि त्यो मोटरवाला एक दुईवटा हुनुपर्ने हो कि स्पिड बोट मोटरबाट हाल्न दिँदैन मोटरबाट हाल्यो भने त यस्तो बोटहरू सो नै हरायो क्या चलाउनु होइन हाल्न त अब कसैलाई चाहिँ मन लागेन र त्यही पनि यो अब पहिला जमाना पाखाहरूको मान्छेको यो सिस्टम हराउने भयो भन्ने कुरामा हो कि ए मोटर बोट लगाएपछि त मान्छे त्यसमै आकर्षण भइहाल्छ नि सबै यहाँबाट केही होइन के दाइ 1 करोडसम्मको एउटा सिप बनाउनु पर्छ 2 तलाको बार सार सब हुनुपर्छ अब केबल कार यहाँ लगाइदिने हो कि यहाँ तल डुङ्गामा पनि माथिबाट पनि त्यो ऊ हेर्न भ्यू हेर्नलाई यहाँ केबल कारमा त्यो पनि हाम्रो तर भाइ अनि तिमीले त बढी भनेको त अन्त 350 मा अप एन्ड डाउन गराउँछ भनेको होइन दाइ 750 मा भने एकजनाको होइन एकजनाको तल माथि जानलाई एकजनाको 350 आउनलाई 350 700 रुपियाँ अप डाउन होइन 350 अघि त्यो ड्राइभरले कति भनेको भाइ दाइ कुन 350 भनेको होइन के को त्यो केबल कारको
कहाँ केबल काटेको तपाईँहरू अहिले सिधै गएर गएन 1000 रुपियाँ लिन्छ ल मैले यहाँबाट कन्ट्याक्ट गरेर पठाइदिएँ भने तपाईँ 700 रुपियाँ लिन्छ बुझ्नुभयो तपाईँ सिधै त्यहाँ काउन्टर गएन 1000 रुपियाँमा जाने हो त्यहाँबाट चाहिँ तपाईँहरू त्यही माथि यहाँ उता के धनगढी गरेर धनगढी झन् 1000 हो एकजनाकै त्यस्तो लिन्छ त्यस्तो हुन्छ के यहाँको सिस्टममा सब नयाँ मान्छे आउँदाखेरि ठगिहाल्छ मुर्गा बनाइहाल्छ मुर्गा बनाउनु मात्र नेपालले बेचिराखेको यहाँ माछा छ भाइ ठुलो माछा त छैन होला है जति छ हो र हो र मार्दैन नि तर पालेको जस्तै हो कि दिन्न बल्छी हाल्नु दिन्न बल्छ हान्न त दिन्छ अँ। मन्दिरमा हाल्यो भने चाहिँ फेरि टेस्ट लाग्छ मन्दिर कहाँ यता यता चाहिँ बल्छी खेल्न दिन्छ यता जति खेल्नु भेट्छन् बल्छीमा अनि मलाई लान्छन् बेच्न लाने हो कि यहाँ जाल थाप्छ क्या राति अनि अँ। ठुल्ठुलो लान्छ मान अगाडि घुने भएर के अलिक स्पिड भएन गाडी मेरो पोखरा फेवाताल नेपाल गाडी लिएरै आउँछ लिन फेवा लेक पोखरा फेवा लेक कास्की पोखरा नेपालमा मजा छ है बोटिङ गर्न बोटिङको सैर गर्न एकदम मस्त छ मस्त तेरे आने से सज गई हमरी ये टूटी फूटी नाव तेरे आने से सज गई हमरी ये टूटी फूटी नाव हाय हाय रमाइलो भन्थे हल्का रमाइलो त हुनै पर्यो नि त क्या हो गया थक गया ठीक है कोई गड़बड़ है तो बताओ हम ले जाएंगे ठीक है ना कहाँ से हो आप कहाँ से हो ठीक है चलो इंडिया से हो कि इंडिया यो त बहुत स्पिड चल्न चाहिए गुड इंडिया का धेरै छ नि यहाँ हेलो क्या बात है ठीक है मोटर की बराबर जाएगी है नीचे से मत जाओ भाई इधर ही ठहर जाओगे फिर कस्तो चलाउँछ होला थाहा पाएन हाँ होइन उठ्यो ल उताबाट घुमाएर लिएर जा यो आकाश खुलेको बेला हुनुपर्छ अनि मजा आउँछ सबै भ्यूहरू मौसम कुहिरो लागेर चाहिँ यस्तो छ खुलेको मौसममा चाहिँ दामी दामी हुन्छ है साथीहरू ढुङ्गा नाउ भन्छ हुनुपर्ने हो कि एउटा त्यो ढुङ्गा हुन्छ नि एउटै काठको बनाउँछ नि ढुङ्गा त्यो लड्छ नि त त्यसमा घोप्टिन्छ घोप्टिने हुन्छ नि त त्यो